चाहिँ धेरैवटा गीतहरूमा पनि मलाई लेखेर साथ दिनुभएको छ। विश्वासी सुनाउनुहोस् के सुनाउन चाहनुहुन्छ? के भन्न चाहनुहुन्छ पहिला? सर्वप्रथम त हजुरलाई धेरै धेरै धन्यवाद होइन, हजुरले मेरो सृजनाहरू वाचन गरेर होइन मलाई हौसला दिनुभएको छ। त्यसको लागि एकदमै म आभारी छु। कुनै शब्द नै छैन होइन। हजुरसँग भेट्ने पनि मौका पाएँ होइन मैले। एकदमै खुसी कस्तो छु त्यो। लागेको छ हाम्रो घरमा? एकदमै म त जीवनकै त्यो अविस्मरणीय क्षण हो मेरो लागि होइन। कहिले बिर्सनै सक्दिनँ। एकदमै होइन, खुसी मलाई लाग्यो। पनि भेटेको रमाइलो लाग्यो। हजुर। हजुर, अनि एकदमै खुसी लाग्यो। हजुरलाई त्यही त टिकटकमा हतपत देखिएको थिएन मैले। अनि आज यसो देख्न पाएँ, खुसी लाग्यो हजुरले जोडिदिनु भयो। अ, म एक दुईवटा मैले लेखेको 4 लाइनहरू म सुनाउँछु। हुन्छ। आफ्नो यो जिन्दगी आज आफैले डसेको छु। आफ्नो यो जिन्दगी आज आफैले डसेको छु। वाउ! आफ्नो यो जिन्दगी आज आफैले डसेको छु। थाहा छ म आँसु पनि धेरै पटक खसेको छु। आफ्नो यो जिन्दगी आज आफैले डसेको छु। थाहा छ म आँसु पनि धेरै पटक खसेको छु। जति चोट दिन्छौ दिए हुन्छ मलाई, जति चोट दिन्छौ दिए हुन्छ मलाई। आखिर म चुपचाप मूर्ति भएर बसेको छु। आखिर म चुपचाप मूर्ति भएर बसेको छु। अब अर्को सुन्नुहोस्। मिठो मिठो। फेरि खिचेर एकैचोटि फेरि सुरु गर्नु म यहाँ रेकर्ड गर्दैछु फेरि तपाईँ। फेरि डान्स अहिले कस्तो राम्रो। आफ्नो यो जिन्दगी आज आफैले डसेको आफैले छु। डसेको छु। आफ्नो जिन्दगी आज आफैले डसेको छु। आफ्नो यो जिन्दगी आज आफैले डसेको छु। डसेको छु। थाहा छ म आँसु पनि धेरै पटक खसेको छु। आफ्नो यो जिन्दगी आज आफैले डसेको छु। थाहा छ म आँसु पनि धेरै पटक खसेको छु। जति चोट दिन्छौ दिए हुन्छ मलाई। आखिर म चुपचाप मूर्ति भएर बसेको छु। आखिर म चुपचाप मूर्ति भएर बसेको छु। म अर्को सुनाउँछु। पटक तिम्रो सम्झनामा प्रहारी मनमा बसेको छु। तिम्रै कल्पनामा यादहरू भित्र बसेको छु। म आज आफैले आफैलाई डसेको छु। त्यो मूर्ति बने बसेको छु चाहिँ लिटरली यस्तो युनिक थियो। तपाईँले यस्तै एउटा भन्नुभएको थियो नि, मलाई शालिग बन्न मन छ भनेर। याद दिँदा त्यो सुन्नु न। नोकर भन्छन् मलाई मालिक हुन मन नोकर छ। भन्छ मलाई मालिक हुन मन छ। मन छ। अरूभन्दा फरक व्यवहारिक हुन मन छ। मनभित्र पीडा लुकाई मुस्कुराउँछ मान्छे। कहिलेकाहीँ यस्तो देख्दा शालिक हुन मन छ। कहिलेकाहीँ यस्तो शालिक हुन मन छ। म अर्को एउटा सुनाउँछु। खिचेर राखेको तस्बिर मात्रै बाँकी छ। खिचेर राखेको तस्बिर मात्रै बाँकी छ। खुसी हराएसँगै पीर मात्रै बाँकी छ। खिचेर राखेको तस्बिर मात्रै बाँकी छ। खुसी हराएसँगै पीर मात्रै बाँकी छ। मन त मेरो पहिला नै मरिसक्यो। जिउँदो भनेको यही शरीर मात्रै बाँकी छ। जिउँदो भनेको यही शरीर मात्रै बाँकी छ। जीवनमा यस्तो समय पनि आउनेछ। जीवनमा यस्तो समय पनि आउनेछ। खुसी दिन्छु भन्नेले नै रुवाउनेछ। जीवनमा यस्तो समय पनि आउनेछ। भन्नेले नै रुवाउनेछ। बस हेर्दै जाऊ, यो सब समयको खेल हो। एक दिन चोट दिनेले पनि आँसु खसाउनेछ। एक दिन चोट दिनेले पनि आँसु खसाउनेछ। सानो बनाउनुपर्छ भन्नुभएको थियो। म्युजिक कस्तो राम्रो। एकजनाले मलाई साइक्लिस देख्दा मेरो भुपूको याद आयो भन्नुभएको रहेछ। भुपू प्रेमिका याद आयो भन्नुभएको बुझिनँ। विश्वासजी अब अर्को सुन्नु न, कस्तो मजा आयो तपाईँको।
हजुरले वाचन गर्नुभएकै म एक दुईवटा छु। Sure, sure. खिचेर राखेको एकतर्फी माया लगाउँदा डर हुँदो रहेछ। एकतर्फी माया लगाउँदा डर हुँदो रहेछ। सायद एक्लो हुँदा यस्तो अक्सर हुँदो रहेछ। एकतर्फी माया लगाउँदा डर हुँदो रहेछ। सायद एक्लो हुँदा यस्तो अक्सर हुँदो रहेछ। तिमीलाई फुल ठान्नु मेरो गल्ती भयो। यस्तो सानो गल्ती पनि भयङ्कर हुँदो रहेछ। मैले गल्ती रहेछ, यस्तो सानो गल्ती पनि भयङ्कर हुँदो रहेछ। हजुर, एउटा एउटा अब एक्लै भयो निमै समावेश भएको चारलाई। यो उदास अनुहारलाई मैले हँसाउनै सकिनँ। यो उदास अनुहारलाई मैले हँसाउनै सकिनँ। हेर न, यो हृदयमा गुम्सिएका भावनाहरू जताउनै सकिनँ। सायद हाम्रो प्रेम अधुरो हुन लेखेकै रहेछ। सायद हाम्रो प्रेम अधुरो हुन लेखेकै रहेछ। तिमीलाई चाहेर पनि आफ्नो बनाउनै सकिनँ। यो उदास अनुहारलाई मैले हँसाउनै सकिनँ। यो उदास अनुहारलाई मैले हँसाउनै सकिनँ। हृदयमा गुम्सिएका भावनाहरू मैले जताउनै सकिनँ। सायद हाम्रो प्रेम अधुरो हुन लेखेकै रहेछ। सायद हाम्रो प्रेम अधुरो हुन लेखेकै रहेछ। तिमीलाई चाहेर पनि आफ्नो बनाउनै सकिनँ। हजुरको आवाजमा त यस्तो कस्तो त्यो हजुरको आवाज सुनेर पनि म कति लेख्छु क्या, त्यो स्टोरीहरू सुन्दै गर्दाखेरि कति चिजहरू धेरै लेख्नु भएको छ। यसरी साथ दिनु होला, माया दिनु होला। विश्वासी अन्तिम सुन्नु हजुर, एउटा अन्तिम म हजुरलाई सुनाउँछु। धन्यवाद यो समयको लागि पनि। आफ्नो सारा खुसी तिमीलाई दिएको छु। आफ्नो सारा खुसी तिमीलाई दिएको छु। संसारको सारा दुःख म आफैले लिएको छु। आफ्नो सारा खुसी तिमीलाई दिएको छु। संसारको सारा दुःख म आफैले लिएको छु। तिमीलाई के थाहा, खुसी राख्ने बहानामा जीवनभर कति धेरै आँसु मैले पिएको छु। जीवनभर कति धेरै आँसु मैले पिएको छु। तपाईँलाई त यो पीडा बोधको कविताहरू लेख्नुहुन्छ होइन? एकदमै धेरै पीडाबोध कथाहरू कविताहरू छ तपाईँको। सङ्ग्रह नै निकाल्नु तपाईँले लेख्नु भएको छ नि किताब होइन? हजुर छ, मेरो लगभग अरूसँग भएकोमा चाहिँ 15वटा, लगभग 15-20वटामा छ। धन्यवाद हजुरलाई यो समयको लागि, यो मायाको लागि। हजुरले मजा आयो। हजुरलाई म यहाँ धेरै हेरिरहनु भएकोहरूलाई के भन्न चाहन्छु भने उहाँको कारण पनि मैले धेरै लेख्ने हौसला मिलेको छ र एकदमै हजुरको साथ हजुरको सधैँ पाइरहँ भन्ने पनि आशा राख्दछु। थ्याङ्क यू सो मच हजुरलाई। धन्यवाद, धन्यवाद, नमस्ते। धन्यवाद, नमस्ते।